ल साथीहरु आज चाहिँ म एकदम खतरा चिज बनाउँदैछु है। धेरैजना चाहिँ हेरेर अब घिनाउँछन् पनि होला, हाँस्छन् पनि होला, यस्तो यस्तो चिज पनि खान्छ भनेर। तर म चाहिँ अब सानोदेखिको नै खाएको हो, मिठो लाग्छ भनेर चाहिँ मगाएको थियो। आजकल त पाउँदैन पनि यतातिर, खोला पनि छैन। के लु हेर्नुहोस् त गङ्गेटा कुन त जिन्दै छ हो। दोकानदारले चाहिँ कतिवटा चाहिँ त्यो जेले टोक्छ नि त्यो भचाएर दिएको छ हो। यत्रो साइजको छ। अब यो भन्दा पनि ठुल्ठुलो भए चाहिँ अझै मजा आउने चाहिँ खानु। यो साइजको पाएछ हो। त्यो पनि आजकल हप्ता त पाउँदैन पनि, कोही कोही बेला राख्छ माछा दोकानमा। अनि आमाले चाहिँ मलाई पुरा खानु मन लागिरहेको थियो त, अनि ल्याइदिनु भएछ। त्यो बनाउँछ। कुन त हल्लिरहेको छ भाइ यहाँ कुन चलिरहेको छ। जिङ उयो लाग्छ तर त्यो उयो त फ्याँकिदिएको छ। आज यही बनाउँछु हो मसालामा मजाले। मेरो आमाले चाहिँ खानुहुन्न यो गङ्गेटा र चिङ्डी माछा हुन्छ नि यत्रो यत्रो। किन हो मनै पराउनु हुँदैन। म र बहिनीको चाहिँ एकदमै फेभरेट हो, पुरा मिठो लाग्छ। म र बहिनी चाहिँ खान्छु, मेरो आमा चाहिँ खानुहुन्न। कसरी खान्छ यस्तोहरू, हेर्दै जिरिङ लाग्छ भन्नुहुन्छ हो। खानेले खाइरहेको छ, हामी खाइरहेको छौँ। सानोमा चाहिँ हामीहरू सानो हुँदाखेरि चाहिँ हाम्रो यहाँ यस्तो दामी खोला बग्थ्यो। अहिले त दुनियाँभरको घर बनाएर त्यस्तो खोला बग्दैन। मेरो दाजुभाइहरू पुरा जान्थेन माछा मार्नु। खाल्टामा उयो माटोमा हात अलि गङ्गेटा निकाल्नुहुन्थ्यो। तलेसम्म झझल याद आउँछ। अनि घरमा लिएर आउनुहुन्थ्यो होइन। अन्त हामी दाजुभाइ बहिनी पर गरेर अब सानोको बचपना होइन, के कुराहरू कति रमाइलो पलहरू हुन्छ त्यही सब याद आउँछ होइन। पर गरेर खाएको। त्यतिखेर त अर्ग्यानिक अरिजिनल ताजा ल्याएको पकाएर खाएको अलग्गै टेस्ट हुन्थ्यो। धेरै दिन बाद चाहिँ आज किनेर खायो। अहिले त किन्दै खानुपर्छ। धेरैजनाले भन्छ ल कसरी खान्छ होला हौ यस्तो भनेर। पकाएर पनि खाएको पनि म भिडियो सेयर गर्छु हो। अन्त हेरिहाल्नुहुन्छ सबैजना कि कसरी खानुपर्छ, यसरी खानुपर्छ है भन्दै खाएको हाल्छु। मान्छेले जेसुकै भन्नुहोस्, यसमा कति क्याल्सियम हुन्छ हो, पुरा क्याल्सियम हुन्छ, मिनरल्स हुन्छ। खानु चाहिँ एकदमै राम्रो हो। यो नखानेहरूले त केही पनि जेसुकै जस्तो पनि यो नखानेहरूले खाँदैन, खानेहरूलाई मन परिरहेको हुन्छ होइन। खाइदिन्छु। कुन चाहिँ हल्लिँदैछ नि। अझै सफा गर्नु चाहिँ यसको यो भित्रको कतिवटा पार्ट्सहरू अझै निकाल्नु छ। उनीहरूले चाहिँ खालि त्यो मेन त्यो टोक्ने उयो मात्रै निकालिदिएको छन्। हुन्छ त साथीहरू, आज म यही बनाउनेवाला छु हो। डोन्ट लाफ। कतिजना चाहिँ